ल धेरै धेरै बधाई छ हाम्रो दाजुलाई। पुस महिनाको सुनको औँठीको विजेता हुनुहुन्छ हाम्रो दाइ चाहिँ। लगभग उहाँ चाहिँ 2.5 महिना 2.5 महिनापछि चाहिँ सुनको औँठी लिन आउनु भएको। के कारणले व्यस्तता हुनुहुन्छ दाइ? मेरो चाहिँ आफ्नै पर्सनल जबको कारणले गर्दाखेरि। पर्सनल जबको कारणले गर्दा चाहिँ उहाँ एकदमै ढिलो हुनुभयो भन्दै हुनुहुन्छ र सरी पनि माग्दै हुनुहुन्थ्यो नि दाइ? माग्दै हुनुहुन्थ्यो र उहाँ चाहिँ फाइनल्ली सुनको औँठीको विजेता भइसक्नु भएको छ। दाइ यो सुनको औँठी चाहिँ कसरी पर्यो अरे? मेरो चाहिँ यो मैले जम्मा टेम्पर ग्लास फेर्दाखेरि चाहिँ कति हाल्नु भएको थियो? 100 रुपियाँको टेम्पर ग्लास हार्नु भयो र सुनको औँठीको विजेता, त्यो पनि विथ देख्न सक्नुहुन्छ बिल समेतको बिल। 24 क्यारेटको सुनको औँठी पाइसक्नु भएको छ नि त दाइ? कस्तो लागिरहेको तपाईँलाई? एकदम खुसी लागिरहेको नि? अनि के यो सेटिङ गरेर पार्यो हो हामीले? होइन नि होइन। उहाँ चाहिँ एकैचोटि हामीले लाइभमै उहाँलाई फोन गर्दा एकदम सक हुनु भएको थियो होइन त दाइ? एकदमै सक हुनु भएको थियो। उहाँलाई चाहिँ अब सुनको औँठी पर्यो भन्दाखेरि चाहिँ केही त्रिमूर्ति मोबाइल हाउसलाई 2-4 शब्द जाओस् न त। अब थ्याङ्क यू। हालिसकेपछि पर्दो रहेछ भन्ने कुरो चाहिँ आज आएर बुझेँ। थ्याङ्क्स फर त्रिमूर्ति मोबाइल हाउसलाई। एकदम धेरै धेरै अझै यसरी नै सामानहरू किन्दै जाँदाखेरि नै अझै उत्तर प्रगति हुँदै जाओस् भन्दै। ल हजुरहरूलाई पनि 100 भन्दा माथिको सामान किनेर सुनको औँठी जित्नु छ भनेदेखि र फोन किनेर स्कुटर जित्नु छ भनेदेखि चाहिँ त्रिमूर्ति मोबाइल हाउसमा आएर हजुरले सामान खरिद गर्नुपर्ने हुन्छ। धन्यवाद। ल फेरि पनि बधाई छ दाइ। थ्याङ्क यू मेसन भाइ। ल थ्याङ्क यू। थ्याङ्क यू। यस्तो अवसर मिलाइदिनु भएकोमा मेरो भाइलाई धेरै धेरै धन्यवाद। तपाईँलाई फेरि पनि यस्तो अपर्च्युनिटीहरू मिल्दै गरोस्।